ब्रिज है। नदीपुर नालामुखमा सरी नालामुखमा छौँ हामी आइसकेका छौँ होइन। पार्टी प्यालेस लिची बोट एक्साइटेड होइन, लाइक अब बहिनी र म चाहिँ एकदम एक्साइटेड छु होइन। कति समयमा हामी जनताको बिहेमा आएको, कस्तो धेरै रमाइलो लागिरहेछ सबैजनालाई होइन। अहिले सबै के भनिराख्नु रहेछु के कस्तो देखेछ साडीमा होइन। अब सबै लुकिङ सो ब्युटिफुल। हुनुहुन्छ हाम्रो दुईजना ट्विन्स भइसक्यो यहाँनिर होइन। अनि म ट्विन्स देखेपछि फेरि मलाई एकदमै हेर्न मन लाग्छ होइन। अनि भएको भएर मैले यहाँ अलिकति जुम गरेको छु। यदि यो भिडियो देख्नुभयो भने पनि माइन्ड नगर्नु होला है त। सुत्ता यतैतिर गएको छ है।
यहाँ चाहिँ फोटोसुट हुँदैछ होइन हेर्नु त यति माथि अब क्यामेरामा हेर्नु केही हुन्छ त्यो नर्मल हो राख्नु नि यताउको राख्नु त के हुन्छ यता बेला लाग्यो भने केही हुँदैन अहिले चाहिँ खाना खाने बेला भएको छ होइन अब म पनि खाना खानु पर्ला भनेर यसो ठाउँ हेर्दै हिँडेको केटाहरूले खाना खाइरहेको देखेँ मिस जिटा आउनुभयो उहाँ खानु हुँदैछ फेरि सबैको भागको अब एकछिनपछि उता जान्छु फेरि यता आइपुगेँ फेरि यता आएर पनि खाँदैछ ओ माइ गॉड कति भोक लागेको होला बिचरा ठिक छ अब हामी पनि खानु पर्यो गाइज खाना चाहिँ यहाँ चाहिँ बाबुहरू नाचिरहेको छ बाजाको तालमा यस्तो बाबुहरू नाच्नु पनि राख्नु भने भिडियोमा चाहिँ यहाँलाई ठुलो भएपछि देखाउनुहुन्छ यो भिडियो यता फेरि दुईजना हिरोहरू कता नाच्दैछ दिदीहरू कहाँ जानुभयो फाइनल्ली हामी चाहिँ यहाँ स्कुल लिएर आइसकेका छौँ होइन पहिला हामीले यहाँनिर माडा खान्थ्यौँ होइन कहाँ हो त नि दिदी ए उहाँ पुग्नु भएछ हिँड्दै गर्नु है Here guys, finally होइन हामी आइसकेका छौँ ल है अब यही हो हाम्रो स्कुल चाहिँ होइन कस्तो मजा लाग्यो के देखेको नि कस्तो माया लाग्यो होइन लाइक रमाइलो लागेको कता हो पुतली बनेर म स्कुल हेर्न आएको स्कुल हेरेर अब लगाएको चिया खानु ल ठिक छ त्यो पनि नट ब्याड राम्रै देखिरहेछ है
स्कुल आउँदाखेरि दिदी र म कि यहाँ चाहिँ अस्ति माडा पाउने कता हो थियो कि त्यो माडा पाउँछ नि खुट्टाले माड खुट्टाले माडेर होइन त्यो तितौरोहरू अब खुट्टाले माडेको देखेर म त्यहाँदेखि माडा खाइदिनँ होइन भएन भनेर काठमाडौँ जाँदाखेरि देखेको भक्तपुर जाँदा होइन माई गड म त्यहीबाट माडा खान्न भनेको हाई हामी चाहिँ चिया खान आइसक्यौँ होइन बिहेको पार्टीमा आएको मान्छेहरू चिया खान होटल खोजेर आउने यस्तो मान्छे नि हुन्छन् कोही तर उहाँ पाइएन कि हाम्रो पालुमा चिया सकिएछ क्या कफी पनि अहिले त्यो बिहाको पार्टीमा बस्न बोरिङ भएर हामी सबैजना यहाँ चिया खान आएको कफी खान आएको छोड्ने होइन होइन हामी चाहिँ दिदी बिनाजुहरूसँग आएको होइन
हामी चाहिँ अब दुलै लिएर घर जाँदैछौँ होइन। दुलै रोको देखेर यस्तो मनै रोयो। दुईजना मात्रै जाने कि धेरै ल है अब दुलै लिएर आइयो। केटा मान्छेको बिहा यस्तो रमाइलो हुन्छ है, केटीको बिहा चाहिँ यस्तो हुन्न नि बिचरा। अब मङ्सिर महिनामै पालो त आफ्नो नि। अब अर्को साल चाहिँ अब मेरो पनि पालो आउला जस्तो छ गाइज होइन। अब जतिले पनि मलाई यहाँ युट्युबमा सब्सक्राइब गर्नुहुन्छ बल्ल पाउनुहुन्छ। अब अर्को साल चाहिँ तिम्रो पालो, अनि तिम्रो पालोमा फेरि भ्लग बनाउने चाहिँ म होला। ओ माई गॉड, आजैबाट इमोसनल भयो कि क्या हो तिमी त? तिमी त आजैबाट प्र्याक्टिसमा छौ कि क्या हो दिदी? माया लाग्यो त्यही भएर कस्तो रुन मन लाग्यो मलाई त। के छ ओ सानो मान्छे? हाम्रो दिदी बहिनीहरू जाँदाखेरि यस्तै मन दुखेको थियो क्या, त्यही भएर बिर्सिसकेँ मैले त। अहिले चाहिँ मलाई यस्तो भइरहेछ, अहिले चाहिँ के अरे मलाई यस्तो भइरहेछ, मेरो दिदी बहिनी दिँदाखेरि मलाई जति पीडा भएको थियो नि त्यो भन्दा ज्यादा माया गर्ने मेरो दाईहरू जस्तो मेरो भिनाजुहरू हुनुहुन्छ होइन, त्यो भएर चाहिँ हुनुहुन्छ नि त। त्यही भएर त्यसमा चाहिँ फेरि हात्दिन्छु कि मैले दिदीहरू दिएर चाहिँ झन् माया गर्ने गार्जेन पाएँ भनेर फिल भइरहेछ कि। बाजा सुन्ने क्या छैन? टुङ 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 टुङ। अब भयो दिदी, म थाकेँ ल, बन्द गरिदिएँ। म घर जान्छु नि त, 11 बजिसक्यो। बाहिर चोकसम्म है। ल है हामी त आइयो होइन त। अब हामी आइयो जन्तीको चाहिँ बाँकी नै खाना आउँदा जन्तीको हामी यति मात्रै हो। त्यो त नि रताउने त के आमा स्पिकरमा रहेछ। हजुर भन यो रतौलीको भयो। त्यसरी गर्छन् क्या।
हाम्रो रसौली चाहिँ यहाँ भइरहेको छ बहिनीहरू नाचिरहेछन् अब बहिनीलाई सकियो अब आजको भ्लग चाहिँ यति नै होला सायद होइन हामी चाहिँ एकदमै थाकिरहेको छौँ होइन
गरेर होइन पोखरामा अहिले यत्रो पानी परेको छ कि हावाहुरी सहित मस्त पानी परिरहेछ कतै निस्किने पनि सकिरहेको छैन बिचरा बाहिर एकैछिन फोटो खिच्न निस्केको हामी भित्र पनि छिर्न सकेनौँ होइन हामी बाहिरै रह्यौँ अब जतिया पनि यहीँनिर रेडी नै रहेछ भन्नुपर्दाखेरि अब आजको लागि हाम्रो मेरो भ्लग यति नै होइन फेरि पनि यस्तो भ्लगहरूतिर आउनेको फेरि आजको यो भ्लग पनि गर्छु त्यस पछाडि पानी पनि पऱ्यो अलिकति डिस्टर्ब पनि भयो पानीले गर्दाखेरि बाँकी भ्लगहरू पनि बनाउन सकिनँ वाउ पानी त खतरै परिरहेछ है भित्र पनि जान नसक्ने गरेर है त गाइस ओके बाई बाई वाउ कति रमाइलो हामी त बिहेमा जाँदाखेरि कहिले कफी खान जान्छौँ कहिले यस्तो ठाउँमा पर्छौँ के भएको होला एकैछिन फोटो खिच्न निस्किँदाखेरिको हालत यस्तो छ अहिले चाहिँ झन् असिना पऱ्यो गाइस होइन आजको हाम्रो भ्लग यति नै मेरो बिहाको दिनको अस्तिदेखिको खालि बिहामा हिँडिरहेको छु मलाई पनि एकदम थकाइ लागिरहेको छ हामी सबैजनाको भिडियो फेरि अर्को नेक्स्ट टाइम लिएर आउनेछु सबैजनालाई बाई बाई